गुड मर्निङ गाइस। म चाहिँ आज चाहिँ सिलगढी जाँदैछु। अहिले बिहानको चाहिँ 6:30 भइसकेको छ है। र अहिले चाहिँ फिलहाल गाडी रोक्नु जाँदैछ। यहाँ चाहिँ मेरो हस्बेन्ड निन्द्रामै छ बिचरा। म चाहिँ बिहानै 5:30 बजी उठेर नुहाइ गरेर अन्त रेडी भएर चाहिँ अब चाहिँ म सिलगढीपट्टि लागेको र म किन जाँदैछु अहिले भरे म तपाईँहरूलाई कारण बताउने छु। थ्याङ्क यू। भरे भेटौँला। म चाहिँ यहाँ चाहिँ आइपुगेको छु। यो चाहिँ हो टिजा बिच। आज चाहिँ म हाम्रो खोलाको भाइसँग गएको छु। यो चाहिँ हाम्रो अन्त बहिनीको चाहिँ हस्बेन्ड हो। र म चाहिँ अब चाहिँ सिलगढी आइपुगिसकेको छु है। र सिलगढी मतलब सालुगडामा झरेँ म। र त्यस पछाडि चाहिँ म अटो लिएर चाहिँ जाँदैछु। र यहाँ चाहिँ मम्मीलाई पर्खिनु पर्ने हुन्छ नि त 2 माइल चेकपोस्ट पुगेर। र म चाहिँ यो अटोमा चाहिँ अब 2 माइल चेकपोस्टसम्म जान्छु। त्यस पछाडि चाहिँ मम्मीलाई भेटेर चाहिँ फेरि अर्को अटोमा म चाहिँ अहिले 2 माइल आइपुगिसकेको छु। र मम्मीको चाहिँ एकछिन वेट गर्नुपर्ने हुन्छ। मम्मी चाहिँ आइसक्नु भएको छैन। मम्मी चाहिँ ट्याक्सीमा आउनुहुँदैछ। अलमोस्ट आइपुग्न आँटिसक्यो। म चाहिँ अहिले यहाँ चेकपोस्टमा छु। यो 2 माइल चाहिँ एकदम चिन्नै नसक्ने भइसकेको रहेछ है। म चाहिँ अलमोस्ट 1 वर्ष बादमा चाहिँ आएको सिलगढी र यस्तो भइसकेको रहेछ। र मम्मी चाहिँ आउनुहुँदैछ। मम्मी चाहिँ यताबाट आउनुहुँदैछ। म एकछिन पर्खिन्छु। अहिले मम्मी आइपुगेपछि म तपाईँलाई भेट्नेछु। मम्मी चाहिँ आइपुग्नु भयो। यहाँ आउनुहुँदैछ। मम्मी चाहिँ ट्याक्सीमा आउनुभयो नि त। त्यही भएर यहाँ चाहिँ मम्मी आउनुहुँदैछ। अब चाहिँ हामी बजार मार्केटपट्टि जान्छ। मार्केट त होइन, अब पहिला चाहिँ हामी हस्पिटल जान्छ। त्यस पछाडि चाहिँ छिटै आइपुग्छ। स्पिड तपाईँहरू त्यहाँ रोकेर म चाहिँ भेटिसकेको छ। अब चाहिँ हामी मम्मीको हामी चाहिँ यहाँको हामी चाहिँ अहिले चाहिँ फ्रिजन आइपुगिसकेको छ है। मम्मी चाहिँ यहाँ हुनुहुन्छ। एक्चुअलीमा हामी किन आएको भने चाहिँ अस्ति नै मैले सानो सर्ट भिडियो हालेको थिएँ है। बिमार भएको र त्यति बेला चाहिँ अब ग्यास हो भनेर हामीले चाहिँ डाउट गऱ्यो। र खासमा चाहिँ ग्यास चाहिँ होइन रहेछ। हिजो पनि अब त्यस्तै पेन हुँदाखेरि चाहिँ कालिम्पोङ गएको थिएँ है। अन्त कालिम्पोङ गएर चाहिँ डक्टरले चाहिँ स्टोनको डाउट गर्दाखेरि चाहिँ स्टोन चाहिँ पहिला नै अल्ट्रासाउन्ड गर्दाखेरि चाहिँ स्टोन देखाएको थियो गल ब्ल्याडरमा। र अब हामीले चाहिँ उयो गरेको थिएन होइन। हिजो चाहिँ डक्टरले चाहिँ टेस्टहरू गरेर आउनु। अन्त त्यस पछाडि चाहिँ अब के हुन्छ त्यहाँदेखि हेर्नुपर्छ भने चाहिँ हामी आएको थियो। अन्त हिजो माथि कालिम्पोङ गएको थियो र म चाहिँ गएको थिइनँ। हिजो चाहिँ मेरो हस्बेन्ड गएको थियो मम्मीसँग चाहिँ। अन्त अहिले चाहिँ फिलहाल चाहिँ हामी सिलगढी आइपुगिसकेको छौँ रिजनमा। र आज चाहिँ अब के टेस्टहरू हुन्छ है। त्यो टेस्टहरू गर्छ। त्यही अनुसार रिपोर्ट हेरेर चाहिँ अब के गर्नुपर्ने हो त्यही हुन्छ। र अहिले चाहिँ हामी यहाँ वेटिङमा बसिरहेको छ। यति बेसी मान्छे रहेछ है। मान्छे यहाँ ड्याम्मै मान्छे छ होइन। र यता बाहिर यहाँ बाहिरको कोरिडोरमा पनि यति बेसी मान्छे बसिरहेको छ। र अहिले चाहिँ अनाउन्स गर्छ अरे। हामीले चाहिँ सबमिट गरिरहेछ पेपर चाहिँ। अन्त अनाउन्स गर्छ अरे नाम। अन्त त्यही अनुसार चाहिँ अहिले हामी जानुपर्ने हुन्छ। र एकछिनमा भेट्छु तपाईँहरूलाई। गाइस बल्ल बल्ल नानी पायो कुनै के जाति भनेको जस्तै बिहान नै आएको होइन। भरे यत्रो आधी घन्टा 45 मिनटहरू बस्यो। भरे नाम आयो, नाम बोलायो, बिल पे गर्नु लगाएँ। 3 घन्टा बादमा पो अरे वेटिङमा पो बस्नु अरे हो। अन्त अब के गर्नु, अब त्यहीँ गर्नु भनेको थियो नि त। फ्रिजनमै गर्नु भनेको थियो। त्यही भएर अब हामी चाहिँ पर्खिने भयो। र एकछिन बाहिर निस्केर चाहिँ अब एकछिन मार्केटतिर घुम्ने र तपाईँहरूलाई मार्केट
अहिले मार्केट जाँदैछ के गर्दा पनि केही छैन हो र पनि यसो केही है अहिले चाहिँ हामी यहाँ हङकङ मार्केट आइपुगिसकेको छ भर्खरै खोलिँदैछ है बजार चाहिँ हामी चाहिँ बिहानै आइपुग्यो नि त अन्त अब त्यहाँभित्र त्यो उयसमा बसेर पनि के गर्नु होइन त्यहाँ हस्पिटलमा बसेर काम छैन भनेर चाहिँ आमा छोरी यहाँ घुम्नु निस्केको दोकानहरू पनि अब भर्खरै खोलिँदो रहेछ यहाँ त ढिलो खोलिन्छ र हाम्रो पो छिटो खोलिन्छ र छिटै बन्द हुन्छ होइन यहाँ चाहिँ ढिलो खोलिन्छ र ढिलै बन्द हुन्छ र हामी चाहिँ फेरि आइपुगेको छौँ यहीँ है अब चाहिँ 12:30 भयो र अब चाहिँ सायद आइसक्यो होला टर्नमा मान्छे हेर्नुहोस् पिछे छ अब चाहिँ हामी रिपोर्ट पनि लियो हो सबै भइसक्यो र अब चाहिँ निस्केको कति बज्यो 1:30 अलमोस्ट 1:30 हुन आँटिसक्यो अब चाहिँ हामी यहाँबाट खाना खानु जान्छ अन्त चाहिँ घर जान्छ र म चाहिँ यहाँ मार्केट आएको थिएँ अहिले चाहिँ फर्किँदैछु मम्मीलाई चाहिँ पर राखेर चाहिँ म एक्लै आएको थिएँ है सामान थियो मेरो सामान किनेर चाहिँ म जाँदैछु एक्लै मम्मी चाहिँ यहाँ पर नै बसिरहनु भएको छ अब चाहिँ हामी एकदम पुरै भोक लागिरहेको छ अब चाहिँ खाना खानु छ भने मान्छेको भिडभाडहरू के साह्रो भिड न केही होइन अब चाहिँ हामीले खाना खाएको मम्मीले चाहिँ सादा भात खाँदैछ म चाहिँ कच्ची मर्ची चिकनको अब चाहिँ हामी यो गाडीमा जान्छ यो चाहिँ हो हाम्रो बेपा ज्वाइँको गाडी ठिकै टाइममा आइपुगेछ धन्यवाद तपाईँलाई अब चाहिँ हामी हिँडेको छ उहाँ हुनुहुन्छ हाम्रो बेपा ज्वाइँ म चाहिँ घर आइसकिसकेको छु र यो गाडीमा आएको हामी चाहिँ हो अन्त ओके देन बाई बाई सी यू अन द नेक्स्ट ब्लग लाइक शेयर कमेन्ट सबैले माया दिनु होला मेरो भिडियोमा थ्याङ्क यू